हेलो साथीहरू, गुड मर्निङ। आज पनि म मेरो काम देखाउन आएको छु। राम्ररी हेरिदिनु होला। हिजो हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। आज पनि मैले आफ्नो किचनदेखि काम सुरु गरेँ। किचन सफा गर्ने, किचनमा हाम्रो नेपालीहरूले बनाएको खानाहरू चाहिँ किचनतिर पनि तेल उछिटेर टाँसिरहेको हुन्छ नि त सब्जीहरू बनाउँदा। अनि त्यसलाई मजाले राख्सुहरू राखेर यो मजाले पुसेँ, सफा गरेँ। अनि झ्याल पुसेँ, त्यसपछि चिम्नी पुसेँ, सिङ्क सफा गरेँ। सफा गर्न मजाले टाइम नै लाग्यो। अनि भाँडाहरू पनि अलिअलि धुन थियो, त्यो पनि धोएर चिटिक्क पारिदिएँ बिहानको खाना थोरै बनाएर। अनि यति गरिसकेपछि मलाई टाइम मजाले लाग्छ। मलाई चाहिँ फेरि चिटिक्कै पार्नुपर्छ गरेपछि चाहिँ राम्रैसँग। त्यसपछि मेरो पालो आयो बेड सफा गर्ने। यसो बेडलाई हल्का टचअप त गर्नै पर्यो नि। थोरै बेडलाई टचअप गर्दै बेड मिलाइदिँदै बसेँ। गर्मी पनि एकदमै धेरै थियो। अनि बिहान उठ्दैदेखिबाट घाम चिरिक्क चर्किने। अनि त्यसपछि मेरो टर्न आउँछ रेफ्रिजरेटर सफा गर्ने। त्यसपछि सरर हल्का यसो पुसपास गर्ने काम सकाएपछि मैले यति रेफ्रिजरेटरलाई राम्रोसँग सफा गरेपछि म अब जान्छु मेरो किचनदेखिको भुइँ सफा गर्नलाई। किचनतिरको भुइँ सफा गर्दा मेरो यति धेरै कपाल झरेको हुन्छ। म एकदम धेरै टाउको दुख्छ मलाई कपाल झरेर। जहाँ हेरे पनि मेरो कपाल, जहाँ हेरे पनि मेरो कपाल, बेडमा हेऱ्यो मेरो कपाल, भुइँमा हेऱ्यो मेरो कपाल, किचनको साइडको भुइँमा हेऱ्यो मेरो कपाल। मात्र म दिक्क भइसकेँ। अनि सरर घर सफा गरेँ। घर सफा गरेर हल्का टचअप गरिसकेपछि पुसपास गर्ने, यताउता कामहरू सकाएर अब म जान्छु टिभी पुस्न। टिभीको टेबल पुस्ने, टिभी पुस्ने। सानो यसो हल्का फुल्का मिलाएर राख्न त पर्यो नि।